हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। अनि यो बिहानीको झुल्के घामले स्वागत गरेको छ है हामी सबैलाई। स्वागत छ सबैलाई मेरो सानो भिडियोमा। अहिले चाहिँ म पाँचथर मेरो ससुराली गाउँतिर छु। अनि अहिले चाहिँ म ठ्याक्कै बिहानको टाइममा चाहिँ यहाँ मेरो साली नानीलाई कुडो पकाउनु सघाउने क्रममा छु। साली नानीले पनि साग कताबाट खोजेर गाईलाई लिएर आएछ। अनि मैले चाहिँ फर्सी काटेर कुडो बनाउनलाई काटेर रेडी गर्दैछु। अनि यो फर्सी चाहिँ तपाईँको अब यति राम्रो छ छनु चाहिँ, तर के गर्ने, हामी अब गाउँ र सहरमा यही चाहिँ फरक छ। अब गाउँमा गाईलाई कुडो भयो, अब बजारतिर भने चाहिँ यही फर्सीलाई हामीले किनेर सब्जी खानुपर्ने हुन्छ। अनि अब यो के अरे गाईलाई कुडो भयो, यता यो गाईहरूलाई यहाँनिर गाईको फर्म छ, चट्टा लाएर यसरी गाईहरू पनि ठुल्ठुलो खालको छ। फेरि दुध पनि कति दिन्छ कुनि यिनीहरूले त, निकै नै देला जस्तो लाग्यो यसो हेर्दा त। अनि मेरो काली चाहिँ माइत घर लिपपोत गर्दैछ। यसरी छ है हाम्रो अहिले हालमा चाहिँ। यस्तो उसमा छु, यस्तो उसमा पाँचथरतिर फुल हेर्नुहोस्। अब माटोमा फुल गमला र माटोमा यति फरक पर्दो रहेछ। यति राम्रो फुलहरू फुलेको छ कि फेरि ल है।